वेलकम टु अनदर माई भ्लग भिडियो। यहाँहरू सबैजनालाई धेरै धेरै स्वागत छ है। आजको मलेसियामा एकदम मौसम रमाइलो छ जे होस् ड्युटी जाने क्रममा। यहाँ चाइनिज बस्तीहरू देख्न सक्नुहुन्छ मेरो ब्याक साइडमा, साह्रै रमाइलो छ है। यहाँहरू कहाँदेखि हेर्दै हुनुहुन्छ हैन, मेरो भ्लग भिडियोमा जोडिनु होला र यता देखौँ। यो यता ब्याक साइड हो, कर्नर साइडमा यहाँ यस्तो राम्रो मिलेको छ, साह्रै रमाइलो हैन भ्लग भिडियो। ड्युटी जाने भर्खरमा छु म चाहिँ, ड्युटी जान लागेको। ड्युटी जाने बेलामा यस्तो छ रमाइलो। वाउ बस्ती, आहा कति रमाइलो छ है, साह्रै रमाइलो छ बस्तीहरू। जाने क्रममा बाटोमा कैद गरिएको यो भिडियोमा यहाँलाई कस्तो जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनु होला। साथै राणा भ्लग युट्युब च्यानल पनि यहाँहरू जोडिनु होला, सब्सक्राइब गरेर साथ दिनु होला भन्न चाहे मैले। यति बेला म ठ्याक्कै मलेसियाको मलक्का भन्ने ठाउँमा छु हैन। काम चाहिँ जापानिज रेस्टुरेन्टमा काम गरिरहेको छु। विगत 2 वर्षभन्दा बढी भइसक्यो, 3 वर्ष रनिङ हुँदैछ। मलेसियाको दैनिकी जीवन यसरी चलिरहेको छ। ड्युटी जाने आउने, रेस्टुरेन्टमा काम गर्ने, त्यही छ। जुठा मारा माझ्ने होइन, अर्डर आयो अर्डर बनाउने, त्यही हो रेस्टुरेन्टको काम। अब यो रेस्टुरेन्टभित्रका केही कुराहरू समय मिलेछ, मौका मिलेछ भने म यहाँलाई देखाउने छु। कैद गर्न सक्ने अवस्था भएसम्म पछि मात्र है त, नभए गाह्रो हुन्छ। देख्नुहुन्छ यो साह्रै मिलेर बसेको बस्तीहरू आफ्नो सबैजनाहरू। हामीले त टाउको चर्काए छ। यो गल्लीहरू हेर्नुहोस्, यहाँ यसरी मिलेर बसेको चाइनिज बस्ती है। अब यो चाहिँ यो साइडको चाहिँ मेरो रेस्टुरेन्ट छ, यो ब्याक साइड हो। म उतापट्टि गएर यहाँलाई मेरो काम गर्ने ठाउँको रेस्टुरेन्टभित्रको थोरै ताजा वातावरण के भन्नु, काम गर्ने ठाउँमा देखाउन चाहन्छु। अर्को फ्याक्टर अथवा यो साइडतिर यहाँ हेर्नुहुन्छ, यहाँ पनि यस्तो छ। यहाँ यता बस्तीहरू भइहाल्यो, साह्रै मिलेर बसेको बस्तीहरू होइन। यता यो हाइवे छ, यहाँ गाडी रोकिरहेको छ। त्यहाँ देखिरहेको चाहिँ स्कुल पनि छ, यहाँ ठुलो स्कुल छ। ल म काम गर्ने ठाउँ लगभग आइपुगेको छु है त। उता देखिसक्नु भएको छ, त्यो चाहिँ स्कुल हो, साह्रै स्कुल। यो चाहिँ मेरो काम गर्ने ठाउँ यही हो। अहिले मेसिन चलेको छैन, यहाँ मेसिन चल्छ, अनि मात्रै काम हुन्छ है। यसरी फिङ्गर हानियो, इन्ट्री भयो। अब जानुपर्छ भित्र, कहिले